हेलो गाइज, वेलकम टु माई ब्लग। आज चाहिँ म दिनभरि सुतेँ अनि भर्खरै बाहिर निस्किरहेको छु। अनि भान्जाको लागि केही लिइदिउँ भनेर निस्किरहेको। पानी आइरहेको थियो, दिउँसोभरि सुतेँ, काम पनि थिएन अनि स्कुल पनि थिएन। अनि मस्त सुत्यो है। अनि भर्खर निस्किरहेको बाहिरतिर कम्युनिटीतिर छिरेर सामान लिएर जानुपर्छ। सो गाइज, म चाहिँ फ्यामिली मार्टको बाहिर आइसकेँ। अब यहाँबाट म केक किन्छु अनि लग्ने भएर छु। दुध खुल्दै सो गाइज, सामान लिएर अनि म निस्किसकेँ। अब रुमतिर जाँदैछु। सबैले सपोर्ट गरिदिनु होला गाइज, सपोर्टिङ। अब भोलिदेखि चाहिँ मेरो काम हुन्छ अनि त्यस पछाडि दिल्ली काम हुन्छ भोलिदेखि चाहिँ। एकदम सुनसान हुन्छ क्या यहाँनिर चाहिँ। अब यहाँको मान्छेहरूले त्यस्तो उयो गर्दैन। नेपालमा भएदेखि कोही अर्कै हुन्थ्यो। दिनभरि पानी आएर अनि पुरा अहिले खुल्ला भएको जस्तो राम्रो देखिरहेको।